हेलो व्हाट्सअप मित्रहरू आज चाहिँ सबर बिहानदेखि बेलुकासम्म सुतिरहेको छु किनभने आज चाहिँ पानी परेर हल्का 3 बज्न लाग्यो बहिनीहरु चाहिँ उदो जानुलाई रेडी बनाइरहेको छ झोलाहरु अब छैन बासी भातहरु अलिअलि यो भातहरु हेर न बिहानको कुन हो के हो यिनीहरुको नाम मलाई पनि थाहा छैन मित्रहरू म चाहिँ अब बल खेल्नको लागि जान आँटेको छु खाजा खाएर 3 बज्यो यो चाहिँ 12:20 जाने अरे आजदेखि आज स्कुल लाग्यो आज लाग्यो त लागेन अनि 11 गतेदेखि भन्दै हुनुहुन्छ हैन बा आज कति गते ओहो म त 11 गतेदेखि होला भन्दै थिएँ अब नो टेन्सन ल राम्ररी जानु पढ्नु त्यहाँ अब सागसब्जीहरु के कस्तो हुँदैछ पानी सानी हाल्नु ल अरु म चाहिँ अब फुटबल खेल्न लागिसकेको छु हाम्रो छिमेकीमा चाहिँ धान काटिसकेको छ यो माथि सबैभन्दा टप सिरान गराएको चाहिँ यस्तो यार कुल चिसो चिसो मौसम भइरहेको छ ठेस लाग्यो हिजो मात्रै काट्नु भएको काटेर पनि उठाइसक्नु भएको छ बल खेल्नु जामै मामा कति छिटो आएको त अनि मुला फोन गर्नु पर्दैन म त निदाछु के देख्न सक्नुहुन्छ मेरो आँखा अगाडि खेल मैदान चाहिँ यो पुरा बनिसकेको छैन अब यसलाई खारेर चाहिँ पोस्ट बनाउने निर्णय गरेको छौँ अब पिङ पनि थियो हिजो अस्ति दसैँ तिहारमा राखेको हैन आज त खोल्ने पो देख्न सक्नुहुन्छ हाम्रो चारैतिर चाहिँ कुहिरोले ढकमक्क ढाकिसकेको छ होम ग्राउन्ड खतरा छ बबाल छ वरिपरि रुद्राक्षको बोट सबै कान्छाले यसपाल खै 18 वटा जति 14 चाहिँ टिप्यो भन्दै थियो हैन जम्बु कमल भाइले चाहिँ बल लिएर आएको थियो तर हाम्रो जम्बु भाइले चाहिँ खोसेर यो रिसाउँदै यता जाँदैछ अझै पनि पिङ खोलेको छैन हाम्रोतिर चाहिँ अब आज खोल्ने भन्ने कुरा छ ल अन्त भा सेट छोड न म यहाँ यसो उयो लाउनु पो आइहालेको त अनि दोरी छैन नि त झन्नै लाग्यो उदो हान्न केटाहरू चाहिँ आएको छैन अझै 3-4 भाइ केटाहरू आएपछि चाहिँ मजा हुन्छ भन्ने लागिरहेछ 2 भाइ चाहिँ 12:20 तिर गएको छ अरे